नमस्ते, फेरि पनि हजुरहरूलाई गोपाल सितेनमा स्वागत छ। आज चाहिँ धेरै पछि त नभनौँ, बाउको मुख हेर्ने सक्यो, तीज सक्यो, दसैँ सक्यो, अब तिहार सक्यो, छठ पर्व पनि सक्यो। अब त्यसको अब आज चाहिँ म नयाँ नौलो चिज बनाउँदैछु भन्नु पर्यो। अब यो आज मैले बनाउन लागेको चिज चाहिँ नयाँ नौलो। अब हाम्रो नेवारी समुदायमा चाहिँ चल्छ, अरू समुदायमा चाहिँ त्यति चल्दैन। आज नौलो चिज बनाउँदैछु। यो हाम्रो जाँड, अब नेपाली भाषाबाट जाँड, गुरुङ मगरहरू भाषाबाट चाहिँ छ्याङ, अनि हाम्रो नेवारी भाषाबाट चाहिँ ठोँ। अनि त्यो ठोँ भनेको झोल, छ्याङको झोल निकालिसकेपछि यो चाहिँ हाम्रो त्यो छ्याङको कटको चाहिँ तरकारी बनाउने। हाम्रो नेवारी भाषामा चाहिँ कक्वा भन्छ। यो कटको चाहिँ यो मासु मिसाएर हड्डी मिसाएर बनाउने। कसरी बनाउने भनेर चाहिँ आज यहाँ म देखाउँदैछु हजुरहरूको लागि। दुनिया में रहना है तो काम करो प्यारे, हाथ जोड़ सबको सलाम करो प्यारे, वरना ये दुनिया जीने नहीं देगी, पीने नहीं देगी, खाने नहीं देगी भने जस्तै। अब जिउनुको लागि हो भने काम त गर्नु पर्यो। अब खानको लागि बाँच्ने कि बाँच्नुको लागि खाने भने जस्तै। अब बाँच्नुको लागि भयो भने अब बाँच्नुको लागि त खानु पर्यो। खाना अब के मात्रै खाने, कस्तो मात्रै खाने भनेर आज नौलो चिज खानेकुरा बनाउँदैछु। काम सुरु गरौँ है त। अब त्यसको लागि चाहिँ हाम्रो यो कट, यो छ्याङ झोल निकालेको कट भयो यो चामलको। अनि यो चाहिँ ह्याकुल्लाको हड्डीहरू भयो। ह्याकुल्लाको मासु पनि छ, हड्डी पनि छ, सबै मिसिएको छ। यसमा हड्डी मात्रै राखे पनि हुन्छ, अलिअलि बोसो मिसिएको। यो अब यो यिनीहरू चाहिँ मसलाहरू भयो। यो मेथी भयो, यो लसुन मसिन गरी काटिरहेको लसुन, यो चाहिँ छ्यापी, अनि यो सुकेको खोर्सानी, थोरै यो जिरा पनि, यो चाहिँ प्याज मसिन गरी काटिरहेको। हजुरहरूलाई मनपर्छ भने हाले पनि भयो, मन नपरे नहाल्दा पनि केही फरक परेन। प्याज हाले पनि हुन्छ, नहाले पनि हुन्छ। पहिला सुरुमा चाहिँ हामीले यो मासु हड्डीहरू, कुरकुरे हड्डी, अब ह्याकुल्ला जे होस् चपाउन सक्ने भन्नु पर्यो। यो हड्डीहरू मजाले भुट्नु पर्ने हुन्छ। त्यसको लागि चाहिँ हामी तेल हालौँ है त मजाले। अब यो हाम्रो तेल पनि तातिसकेको छ। तेलमा चाहिँ थोरै यसरी मेथी फुराइदिने। हाम्रो यो मेथी पनि कालो भइसकेको छ। मेथी कालो भएपछि चाहिँ हड्डीलाई खसाल्दिने। हाम्रो यो हड्डीलाई चाहिँ मजाले रातो हुने गरेर भुट्ने, पाक्ने गरी भन्नु पर्यो। रातो भएपछि चाहिँ अनि बल्ल मसला हाल्ने। ल हेर्नुहोस् त, यो मजासँग यो मासु पाकिसक्यो। मासु चाहिँ पाक्यो, हड्डी पाकेको छैन भन्नु पर्यो। त्यसरी सुक्ने गरी भुट्ने। अनि थोरै यो आगो कम गर्ने, सानो गर्ने। अनि मरमसला हाल्ने। 1 नम्बरमा यो बेसार, 2 नम्बरमा यो जिराको धुलो, 3 नम्बरमा यो नुन। अनि यो खोर्सानी चाहिँ हामीले अहिले खार आउँछ, फेरि बस्न सक्दैन, खोकी लाग्छ भन्दा खोर्सानी चाहिँ अलिक पछि हाल्ने। जिराको धुलो हालेर यसरी मजाले भुटिदिने। मिठो स्वाद आउँछ, मिठो बास्ना पनि आउँछ। अब पालो आयो यो लसुन अदुवाको पेस्ट। लसुन अदुवा पनि मजाले यसरी भुटिदिने यही तेलमा। ल हेर्नुहोस् त, यसरी सुक्ने गरी रातो हुने गरी भुट्ने। ल
यो मसला पनि भुट्यो, लसुन अदुवा पनि भुट्यो, हड्डी पनि भुट्यो, मासु पनि भुट्यो। अब पालो आयो। मैले चाहिँ यहाँ अब चिसो पानी राखे नि हुन्छ, त्यो चाँडै गर्नुको लागि मैले पानी चाहिँ तताइराखेको। आगो बन्द गरेर थोरै यो तात पानी हालिदिउँ है त। अलिअलि गरेर हाल्नुपर्छ, फेरि भुर्र उडेर जान्छ। ल अब यो मैले 600 ग्राम जति हड्डी, अनि त्यसमा चाहिँ 1 चम्चा नुन, 1 चम्चा मसला, अनि आधी चम्चा बेसार। अब खोर्सानी चाहिँ राख्ने बाँकी, पानी हालिसकेपछि चाहिँ खोर्सानी हालिदिने अलिकति। यो आधी चम्चा खोर्सानी, अनि लसुन अदुवा चाहिँ 1.5 चम्चा जति। अब मैले चाहिँ यो हाफ लिटर जति पानी हालेको छु। अब यसलाई चाहिँ हामी सिटी लगाइदिउँ। अब यसलाई चाहिँ बिर्को लगाइदिने। यो चाहिँ हामीले अब मधुरो आगो गरेर 5-6 सिटी लगाइदिने। अब यो ठुलो आगोमा चाहिँ सामान थोरै, अनि आगो चाहिँ ठुलो लागे गर्छ। त्यसकारण हामी यो सानो चुलोमा सार्छौँ। हड्डी मजाले पाकिसकेपछि त्यसलाई सेलाएर अनि फेरि त्यो बिर्को खोलेर त्यसैमा पकाए पनि हुन्छ। मैले चाहिँ यो चाँडै गर्नको लागि छुट्टै यो चाहिँ हाम्रो कट चाहिँ छुट्टै भुट्ने विचार गरेँ। त्यसो गर्दाखेरि चाहिँ अलिक चाँडै हुन्छ। तेल तात्यो कि तातेन हेरौँ है त। तेल तातिसकेको छ। पहिला हामीले यो खुर्सानीलाई भुटौँ है त। अब यो खोर्सानी रातो भयो, यसलाई निकालेर राखौँ। अरू पनि फुराउनु पर्यो, अरू फुराउन्जेल खोर्सानी कालो हुन्छ। त्यसो भएर मैले यो चाहिँ खोर्सानी पहिल्यै निकालिदिएको। यो जिरालाई पहिला राख्ने, थोरै आधी चम्चा जति। अनि त्यहाँबाट यो लसुन राख्ने, त्यहाँबाट यो छ्यापी, मसिनो छ्यापी राख्ने, लसुन चाहिँ अलि हल्का त्यसरी रातो भएपछि त्यो प्याज खसालिदिने। अब पालो आयो, यसलाई पनि बेसार अलिकति राखौँ, अलिकति जिरा राखौँ, नुन अलिकति राखिदिउँ, खोर्सानी चाहिँ नहालौँ। ल यसरी भुटेपछि हरहरी बास्ना आउँछ फेरि। अब पालो आयो यो कटलाई पनि मजाले भुट्ने। यो चाहिँ यो खोर्सानी चाहिँ अब राखिदिउँ। हाम्रो यो चाहिँ आगो ठुलो नगरिकन सानो आगो गर्ने। आगो मधुरो गरेर यो ठुलो आगो भयो भने यो उम्लिएर थोत उम्लिन्छ, सबै छिर्काहरू पर्छ मुखतिर। त्यसरी आगो सानो गरी मजाले बिस्तारै चलाउने, बेला बेलामा चलाइरहनु पर्यो र बेला बेलामा चलाउने। ल यो हाम्रो कट पनि पाकिसकेको छ। त्यसरी पाकेपछि यो चिल्लो माथि आउने भयो। अनि यो भाँडा पनि त्यति टाँसिँदैन, आगो चाहिँ मधुरो गर्नु पर्यो। ल यता हड्डी पनि पाक्यो, यता कट पनि पाक्यो। हुन त यो हेर्दाखेरि अब कट हो, दही जस्तै देखिन्छ, दहीको जस्तो। अब पहिला त खुब खान्थ्यो, अब आजभोलिको मान्छेले बनाउनु पनि त्यति आउँदैन, खाने वास्ता पनि गर्दैन भनौँ न। हड्डी पनि 5-6 सिटी भयो, पाक्यो भन्नु पर्यो। यसलाई पनि आगो बन्द गरिदिउँ न। यो पहिलाको मान्छेले चाहिँ खुब खान्थ्यो। यो जसले यो अब यो हामीलाई चाहिँ पिनास लाग्छ भन्छ। पहिला आदि टाउको दुख्ने, यहाँतिर दुख्ने त्यस्तो हुन्छ।
त्यस्तो बेलामा चाहिँ यो कट पकाएर खायो भने पिनास भएको पनि सन्चो हुन्छ भन्ने कुरा पनि सुनेको थिएँ मैले। के छ ल हेर्नुहोस् त, हेर्दै खाउँ लाग्ने भयो नि त। हाम्रो यो कट पनि पाक्यो, यता मासु हड्डी पनि पाक्यो। अब दुईटै हामीले यसमा मिसाइदिने। हाम्रो यो कट कस्तो लाग्यो तपाईहरुलाई? कट ल यो पनि हाम्रो कट, हाँसको गिटी भन्नु पर्यो। यो चाहिँ कट होइन, अब जान्नेलाई कट, नजान्नेलाई हाँसको गिटी। यो हाम्रो हाँसको गिटी सम्झेर खानु भयो। यो पनि पाक्यो। अब हाम्रो आगो पनि बन्द गरिदिउँ। ल हेर्नु त यहाँ कस्तो भयो। ल आज हाम्रो यो कट पनि तयार भयो। यो कट बनाउने, यहाँ घरमा कट बनाउनु भनेपछि मेरो छोरीहरू, बुहारीहरू, बहिनीहरू को आउँछ हामीलाई पनि राखिदिनु है, त्यहाँ भाग छुट्याएर राखिदिनु भनेर खुबै रहर गर्छ। त्यसो भए कहिले कसो चाहिँ म बनाउँछु, सधैँ त कहिले कसो। साँच्चै यो कटको बारेमा अलिकति सानो कथा भनौँ कि चुटकिला पनि छ। के हुँदो रहेछ भने एउटा सानो कथा जस्तो, भक्तपुर र पाटनको चाहिँ दुईजना मितज्यू रहेछ। अनि भक्तपुर र पाटनको मितज्यू अब पहिला भक्तपुरमा जात्रा आएछ, बिस्किट जात्रा। अनि पाटनको मितज्यूलाई चाहिँ निम्तो गरेछ भक्तपुरको मितज्यूले। अनि पाटनको मितज्यू चाहिँ भक्तपुरमा गएछ जात्रा हेर्न। अब मितज्यू जस्तो गएछ त मिठो मिठो चिज खुवाउनै पर्यो, मितज्यूलाई जे मनपर्छ त्यो खुवाउनै पर्यो। अनि भक्तपुरको मितज्यूले चाहिँ पाटनको मितज्यूलाई सोधेछ, हजुरलाई के मनपर्छ, के बनाऊ, तपाईँलाई के मनपर्छ त्यही बनाएर खुवाउँछ आज भनेर भनेको। अब सोधेको उसले चाहिँ भक्तपुरको मितज्यूले चाहिँ, पाटनको मितज्यूले चाहिँ डुगु डुगु नेका भनेर भनेको। अब भनेको मतलब चाहिँ डुगु डुगु ने भनेर भनेको चाहिँ जे छ त्यही खाने हो नि, अब किन यताउति अरू चाहियो र भनेर भनेको सोझै मनले। अब भक्तपुरको मितज्यूले चाहिँ नबुझेर डुगु डुगु भनेको, डुगु भनेको चाहिँ नेवारी भाषामा बोका, डुगु डुगु ने भनेर भन्दाखेरि बोकाको मासु खाने भनेर बुझेछ उसले चाहिँ। अनि अब मितज्यूले भनेपछि के गर्ने त, अब डुगु खाने भनेर भने डुगु डुगु ने भनेर भनेको उसले बोकाको मासु खाने भनेको बुझेर चाहिँ अब बोकाको मासु खोज्न गएछ। आफ्नो घरमा राँगोको मासु मात्रै छ, बोकाको मासु थिएन। फेरि कहाँ अब बोकाको मासु खोजेर ल्याएर पकाएर खुवाएछ। अनि यत्रो बेर लागिसक्यो, कति बेर लाग्यो मेरो मितज्यूलाई, मलाई यहाँ भोक लागिसक्यो भनेर मनमनै पाटनको मितज्यूले चाहिँ मनमनै गुनेर भएछ। कति बेर लाग्यो, खाजा पनि ल्याउँदैन, केही खुवाउनु पनि ल्याउँदैन, कति बेर लाग्यो होला भनिरहनेछ उसले मनमनै। अनि पछि बल्ल बोकाको मासु ल्याइवरी पकाएर तयार गरेर ल्याइदिएछ। ल खानुहोस्, हजुरले अब बोका खाने भन्नुभयो, त्यसो भएर अलिकति ढिला भयो, यहाँ चाहिँ राँगोको मासु मात्रै थियो भनेर उसले गुनासो पोखेछ। अनि उसले नबुझेर पो बोकाको मासु खोज्न हिँडेछ। ल ठिकै छ भनेर पाटनको मितज्यूले चाहिँ मनमनै गएर बुझेर चाहिँ मुसु मुसु हाँसेर केही पनि नबोलिकन खुरुखुरु जे ल्याइदियो त्यो खाए। अब त्यो दिन सकियो, अब गयो बिदाबाजी भएर। अनि त्यहाँबाट पाटनको जात्रा आएछ। फेरि पाटनको जात्रा आएपछि फेरि अब पाटनको मितज्यूले त भक्तपुरको मितज्यूलाई त फेरि निम्तो गर्नु पर्यो, बोलाउनु पर्यो। बोलाएपछि के भनेछ, अब पाटनको मितज्यू कहाँ चाहिँ भक्तपुरको मितज्यू गएछ। गएपछि उसले जसरी त्यो भक्तपुर जाँदाखेरि सोधेको थियो, उसले पनि पाटनमा आउँदाखेरि त्यस्तै गरी सोधेछ, मितज्यू के लिनुहुन्छ, हजुरलाई के मनपर्छ, के खान मनपर्छ, के बनाइदिउँ भनेर उसले सबै ऊ गरेर सोधेछ।
मान गरेर सोधेछ। पछि चाहिँ उसले अब ए मैले सोधेको भएर यहाँ पाटनको मिज्यूले पनि सोधेको भनेर उसले चाहिँ अनि म कहाँ आउँदाखेरि चाहिँ डुगुन्ने भनेर भन्यो यसले। म पनि अब यसलाई अब दुःख दिन्छु, मलाई कति दुःख भएको थियो त्यो दिन मलाई मात्रै थाहा छ भनेर उसले मनमुनि गुनेर म त हाँसको गिदी खाने भनेर भनेछ। भक्तपुरको मिज्यूले चाहिँ अब नबुझेर मलाई दुःख दियो भनेर उसले कुरा नबुझेको उसले चाहिँ मलाई दुःख दियो भन्नाले अनि म पनि यसलाई दुःख दिन्छु भनेर मनमनै म त हाँसको गिदी खान्छु भनेर पाटनको मिज्यूलाई भक्तपुरको मिज्यूले चाहिँ त्यसो भनेछ। अब मारेन उसले। पाटनको मिज्यू एकदम बाठो चम्बु है। अनि पाटनको मिज्यू बाठो न बाठो, भक्तपुरको मिज्यू चाहिँ अब एकोहोरो के सोझो खालको कुरा नबुझ्ने खालको भन्नु पर्यो। अनि पाटनको मिज्यूले चाहिँ ल हस् हजुरलाई जे भन्नुहुन्छ त्यही बनाएर खुवाउँछु म, एकछिन आराम गर्नुहोस् है त भनेर अनि अब त्यो अलिअलि टुच्च अब रक्सी सक्सी अलिअलि खान दिँदै गऱ्यो होला। उसको पालो म हजुर यहीँ बसिराख्नुहोस् है म हाँसको गिदी लिएर आउँछु भनेर अनि उसलाई अलिकति रक्सी खान दिएर उसको पालो अब त्यो यहाँ झ्यालमै बसिराख्नुहोस् भनेर भक्तपुरको मिज्यूलाई चाहिँ पाटनको मिज्यूले अब म गिदी लिएर आउँछु हाँसको भनेर गएछ। गयो अनि उसको पालो त्यहाँ अब त्यो पाटनको चोकभित्र चाहिँ एउटा चोकबाट अर्को चोकमा जान मिल्ने, अर्को चोकबाट अर्को चोकमा जान मिल्ने, चोकै चोक भएको भएर त्यहाँ चोकबाट चाहिँ उसको चाहिँ उहाँ त्यो हाँसको बथानै धपाएर लगेछ अरे कि उसले। अब यो एक ठाउँमा त्यो हाँसहरू थुप्रिराखेको थियो अरे त्यहाँ चोकमा। अनि उसको पालो चाहिँ त्यो उसको घरको झ्यालबाट देख्ने गरेर हाँसको बथानै धपाएर लगेछ अरे, धपाएर लगेछ अरे। अनि त्यहाँ उसको पालो अब त्यो उसले त्यो भक्तपुरको मिज्यूले चाहिँ झ्यालबाट देखिरहेको थियो अब हाँस धपाएर लगेको, मेरो लागि हाँस मार्नलाई हाँस काट्नलाई चाहिँ हाँस धपाएर लगेछ मेरो मिज्यूले। र ठिकै छ म पनि एकछिन भए पनि भोक सहेर हाँसको गिदी नै खान्छ भनेर मक्ख परेर बसेछ। उसको पालो अब त्यो हाँस एकतिर धपाइदियो, उसलाई देखाइदियो हाँस अब लगेको देखाइदियो। अनि त्यहाँबाट उसको पालो यस्तै अब नेवारहरूको मतलब जहाँ पनि भक्तपुरमा पाटनमा जहाँ पनि अब यो काठमाडौँमा जहाँ पनि अब हाम्रो चाहिँ यो जात्रामा जाँड नभए नहुने, जाँड नभए रक्सी नभए त्यो भोजै होइन जस्तो गर्ने, अब अलिकति रक्सी पनि नभए नि अलिकति छ्याङ पनि नभए त हाम्रो चाहिँ इज्जतै जान्छ है भन्ने कुरा पनि गर्छ क्या। अनि त्यसो भएर अनिवार्य भए नि नभए नि अलिअलि छ्याङ रक्सीहरू चाहिँ हुन्छ नै। अनि पाटनको चाहिँ अब मिज्यूले चाहिँ एक उसले नदेख्ने गरेर उतातिर भान्सामा गएर कट मजाले पकाए, यस्तै कट मजाले पकाएर अनि यस्तै मासु मिसाएर खुवाएछ अरे। ऊ चाहिँ हाँसको गिदी खाएँ भने मक्ख परेछ अरे। अब अनि यो कटलाई चाहिँ नि उसले कट खुवाउने बेलामा चाहिँ यो अब जाँडको खेर गएको कट पकाएर खुवाइदियो उहाँ भने उसले चाहिँ हाँसको गिदी सम्झेर खाए। अनि दुइटैलाई भयो नि त मजा। पाटनको मिज्यूलाई फाइदा, उसले चाहिँ कट खाएँ भनेर मख पऱ्यो, उसलाई पनि फाइदै भन्नु पऱ्यो, गिदी हाँसको गिदी सम्झेर खाए। यस्तो कथा छ यसको पनि। यो खान जाने भने चाहिँ एकदमै मिठो पनि हो, औषधि पनि हो भन्ने हो भने हाम्रो यो आदि टाउको दुख्ने पिनास हुने यस्तोको लागि चाहिँ यो पहिला चाहिँ यस्तो कट पकाएर खायो भने निको हुन्छ भन्ने कुरा सुनेको मैले पनि। आजलाई यति नै हो। नमस्ते। त बाय हाक्न नाप्ला सबै